सेवा नमस्ते वेलकम ब्याक टु आवर च्यानल। अनि आज चाहिँ हामीले देख्न सक्नुहुन्छ पास्ता सनी साइड अफ एक चारवटा अनि यो चारवटा नयाँ क्विक चाउचाउको हट एन्ड स्पाइसी चाउचाउ आएको रहेछ बजारमा, त्यही लिएको आज हामी यो टेस्ट गर्न गइरहेको छौँ। ल हामी स्टार्ट गरौँ ल। अब हामी खायौँ खाए ल गाइज भने एकदम मनपर्छ मलाई त्यस्तो भन्न चाहिँ। यो चाहिँ हाम्रो फर्स्ट ट्राई हो। फर्स्टचोटि हो यो क्विकको पिरो चाउचाउ यो चाहिँ भर्खर भर्खर मार्केटमा आएको हो। कस्तो टेस्ट गर्न गइरहेको छु। चर्पिस्टिक चाहिँ मलाई चलाउन आउँदैन, त्यही पनि टेस्ट आउ ल। चेस मिठो लाग्यो। बाहिरको साउन्डहरू आइरहेको छ। आज पानी परिरहेको छ कि बाहिर। कस्तो पिरो पिरो अनि हल्का अमिलो के कस्तो कस्तो मिठो लाग्यो मलाई। मिठो छ टेस्ट। एक पास्ता पनि देखाउनु पर्यो। मिठो सबै मिठो छ। पास्ता त म त आमै आएको छ। म त अन्डासँग ट्राई गर्छु। सरी पास्ता त म टिप्न सक्दिनँ होला, त्यसैले खाइदिएँ। पास्ता पनि मिठो छ गाइस, हामीले घरमा बनाएको। तर यो चाउचाउको चाहिँ टेस्ट साँच्चै भन्दाखेरि मिठो छ है। मलाई चाहिँ मन पर्यो फर्स्ट टाइम। प्रायः सबैलाई मन पर्ला। त्यस्तो छैन कि मिठो छ। ल चाउचाउ खानु हातले खाऊ न सजिलोसँग। एकछिन जस्तो बनाउनु सक्दिनँ। म चाहिँ हातले खान्छु है। मेरो चाहिँ खुवाइ चाहिँ डेन्जर छ नि त। आज पनि एकमै अट्छ खाइदिनु। यार आज हाम्रो बिचमा अलिक ग्याप बढेको जस्तो लाग्यो मलाई। मपट्टि चाहिँ धेरै उ छ जस्तो लाग्यो आज क्यामेरा, तपाईँ चाहिँ पल्लो छेउ बसिरहनु भएको। यस्तो पिरोपन छैन, ठिक्कको छ। यस्तो मिठो टेस्ट रहेछ। तपाईँहरू पनि टेस्ट गर्नु होला। भर्खर बजारमा आएको यो चाउचाउ चाहिँ त्यस्तो पिरो छैन नि है।
रेकर्ड त भइरहेको छ होला नि भरे खायो खायो नि भरे रेकर्ड भएको छैन अन्त फेरि पास्ता नि स्पाइसी बनाएको छन् हामीले र सब स्पाइसी यसो खाइसक्नुपर्छ आज 1 बाइट मलाई यो चपस्टिक चाहिँ चलाउनु आउने चाउचाउ चाहिँ लामो छ जसरी यहाँ पनि आइहाल्छ यसो गर्ने चप्पा चप्ने टक्क हाल्ने बिग बाइट खामसँगै बिग बाइट खाने मैले धेरै बिग बाइट खाइसकेँ झुन्ड्याउने हो लौ झुन्ड्याउनु खोजेको सबै सब्जी यस्तो सब्जीहरू चाहिँ मलाई भन्दा नानालाई भन्नुपर्छ म चाहिँ एउटा ठुलो खानु पऱ्यो सब्जी ल बिग बाइट बल्ल बल्ल चिया प्याक थियो यार ला सानो बाइट पो भयो मेरो त यसो चिप्नु कसरी चिप्नु आएको ल पिरो सिधा पिरो छ भनेको भरे खाँदैको उस्तै पिरो भयो अन्डा खानु पर्यो पिरो भयो मैले पनि त्यही सोचिरहेको थिएँ अन्डा मात्र खाइन्छ एकै बाइट चाउचाउ मलाई अलिक सुरु भएर त्यहाँ पिरो नभएको नि बिस्तारै बिस्तारै पिरो हुँदै गयो त मजाको दालको पुग्यो मलाई त अन्डा पनि अब बेला बेलामा सिगान सिडी गाडाङगुडुङ पानी पर्दैछ कि गाडाङगुडुङ बनेको छ घरि गाडाङगुडुङ गर्छ घरि सुरुगा लागेको बेला पनि खानुपर्छ यस्तो भएको औषधि पो हेर्छ खानु चाहिँ धेरै खानु सक्दैन नि गाईहरू तर यस्तो चाहिँ खायौँ भने नमला न अहिले पनि खानु छुट्टा छुट्टै हुन्छ अनि मलाई मेरो खानु मन छ आफ्नै एरियामा थोरै क्या मिठो छैन
पानी पनि पर्नु सक्नु लागेन पानी पनि खोज्दै थियो फेरि रह्यो पानी परेको त छिटो छिटो गर्मी लाग्थ्यो होला बोल म चाहिँ खाँदा बोल्नु राम्रो कि नबोल्नु गाइस भन्नुहोस् त ठुलो ठुलो घाँस खानुपर्छ कि सानसानो घाँस त खेरेको जस्तो हुन्छ तपाईँलाई पनि हेर्नु मजा हुँदैन नि त गम गम खाने पो भात खाँदा मन पर्दैन सागको खासै मलाई भात चाहिँ मनपर्छ गाइस पास्ता चाहिँ खाइसकिन्छ जस्तो लागेन चाउचाउ चाहिँ खाइसक्छु म पुग्दै पुग्दै आयो मलाई चाहिँ गाजर मन पर्दैन काँक्रा चाहिँ काँक्रा त्यस्तो मिठो छैन कस्तो खल्लो छ झन्न चिसो चाहिँ पर्ने अस्तिको त चिसो छैन नि अस्तिको त चिसो थिएर खाइमागेर फाल्दैको काँक्रा हिजो पनि रासिया त पानी बोक्नु खोज्छ त सिगान सिडिङ पिरा खाएपछि अलिअलि त बगिहाल्छ नि मान्छेहरूले 5-6 वटा कसरी खान्छ 4 वटा नि खानुपर्छ म बानी होला कि बानी है खाँदै गएपछि अट्छ होला क्या पुग्दै आयो त मलाई चाहिँ पुग्यो पास्ता नल्याउनु पर्ने पास्ता त खाएकै छैन मैले चाहिँ पास्ता पनि मिठो लाग्यो म चाहिँ पास्ता पनि खाँदैछु धेरै त चाउचाउ खान्छ नि त तर हामीले चाउचाउ चाहिँ खाइसक्नु थालेछौँ है अस्ति चाहिँ दुई दुईवटा बल्ल बल्ल खाइसक्यो कि तर आज चाहिँ मजाले पनि खाइसक्यो दुई दुईवटा पनि दुई दुईवटा खाएर पनि पास्ता खायौँ नि त यति चाहिँ होइन खाइसक्छु यति जसरी पनि तर पुग्दै पुग्दै चाहिँ आयो सानसानो चाउचाउ खान्छु लाग्यो पास्ता चाहिँ खाइसकेन तर चाउचाउ चाहिँ खाइसक्यो दुईवटा हामीहरू त दुईवटा चाउचाउ खानु भइसक्यो तिम्रो पनि पास्ता आधी खाइसक्यो अस्ति चाहिँ दुईवटा चाउचाउ खाँदा यति मुस्किल परेको थियो नि तर आज दुईवटा चाउचाउ अनि अन्डा थियो आज त दुईवटा चाउचाउ दुईवटा अन्डा पास्ता यस्तो पाराले हो भने कति छु मैले पुग्यो हुन सक्दिनँ हेर्नु यति मात्रै पास्ता रह्यो है पास्ता पनि आज चाहिँ खाइयो नानाले चाहिँ खायो भने मैले चाहिँ खाएँ पास्ता पनि मैले सकिनँ
गाइजहरू सरी पास्ता चाहिँ सकेन बाई गर बाई बाई गाइज आज यति नै आज चाहिँ हामीले पास्ता खान सकेनौँ यसको लागि सरी